Senator Rasvimal Shresthajiलाई आशीर्वाद गर्दै हामी युवा सपूत यो देशका युवा रोकिदैनौँ हामी कहिले हामी सँगै नदीको छ छुट्दैनौँ हामी कहिले हामी सँग वीरहरूको ध्वजा छ देशका युवा उद्देश्य प्रदान गर्दछ कि मनुष्यको बन्धुत्व भावना राष्ट्रहरूको प्रभुसत्तादेखि सर्वोपरि छ कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रताद्वारा हुन सक्दछ कि शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ कि वसुधाको महान नीति मानव व्यक्तित्वमा निहित छ कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो। धन्यवाद। जय जेसी। साथै स्वर्ण महोत्सव समारोहका निर्देशक जेसी सौर श्रेष्ठजीलाई अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका जेसी ऋषिका निर्वाहक आज धरान डिस्ट्रिक्टको 50औं वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सव मनाइरहेका यस कार्यक्रमका अध्यक्षता गरिरहनुभएका धरान डिस्ट्रिक्टका अध्यक्ष जेसी बिजु थापाज्यू, प्रथम महिला सुमित्रा बस्नेतज्यू, निवर्तमान अध्यक्ष आयुष्मा साक्तेज्यू, त्यस्तै आजका प्रमुख अतिथिको रूपमा पाल्नुभएका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवती रमन भण्डारीज्यू, कोशी प्रदेश सभाका माननीय सदस्य तथा यस धरान डिस्ट्रिक्टका प्रथम महिला माननीय यशोदा कायस्ज्यू, संस्थापक अध्यक्ष सिनेटर श्याम गोविन्द श्रेष्ठज्यू, त्यस्तै संस्थापक प्रथम महिला माननीय श्रीमती रेवा श्रेष्ठज्यू, धरान डिस्ट्रिक्टका पूर्व अध्यक्ष, नेपाल डिस्ट्रिक्टका पूर्व अध्यक्ष एवं बीसीआई पास्ट डिप्टी सिनेटर राजकुमार श्रेष्ठज्यू, हाम्रा मदर च्याप्टर विराटनगर डिस्ट्रिक्टका अध्यक्ष जेसी प्रितेश राज दाहालज्यू, धरान जुनियर डिस्ट्रिक्टका अध्यक्ष प्रदोष अधिकारीज्यू, त्यस्तै धरान डिस्ट्रिक्ट प्रथम महिला समूहका अध्यक्ष कोपिला श्रेष्ठज्यू लगायत सम्पूर्ण यस 50औं वार्षिक उत्सवमा पाल्नुभएका पूर्व अध्यक्षज्यूहरू, प्रथम महिलाज्यूहरू, संस्थापक सदस्यज्यूहरू, सिनेटका सदस्यज्यूहरू, त्यस्तै धरान डिस्ट्रिक्टका सम्पूर्ण पदाधिकारी जेसी मित्रहरू, धरान जुनियर डिस्ट्रिक्टका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू लगायत आजको यस कार्यक्रममा पाल्नुहुने छिमेकी शाखाका अध्यक्षज्यू, सम्पूर्ण टिमका साथीहरू, साथै अन्य सङ्घ संस्थाबाट पाल्नुहुने प्रतिनिधिहरू सबैमा यस धरान डिस्ट्रिक्टको 50औं वार्षिक उत्सवमा यहाँलाई हार्दिक
स्वागत एवं न्यानो अभिवादन टक्राउन चाहन्छु। विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावनालाई आत्मसात गर्दै निरन्तर सामाजिक अभियानमा सक्रिय रहेको युवाहरूको समूह हो जेसिस। यही अभियानमा जोडी धरानका तत्कालीन युवाहरूको नेतृत्व र व्यक्तित्वको विकास गरी समाजलाई सक्षम जिम्मेवार नागरिक बनाई समृद्ध धरान बनाउन जेसिसद्वारा योगदान गर्न सकिन्छ भनेर सन् 1975मा धरानका केही युवाहरू सिनेटर श्यामगोविन्द श्रेष्ठ, सिनेटर कृष्णप्रसाद श्रेष्ठ, राधाकृष्ण अग्रवाल, रमेश कुमार श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, त्यस्तै सिनेटर भोलामान श्रेष्ठ, त्यस्तै पूर्व अध्यक्ष सुरेशराज शर्माज्यूहरू लगायत मिलेर विराटनगर जेसिसको सिफारिसमा धरान जेसिस शाखा स्थापना गर्नुभएको थियो। जेसिसका युवा युवा हामी युवा सपूत यो देशका युवा
धरान जेसीका अध्यक्ष, आजका प्रमुख अतिथिज्यू, माननीय यशोदा काशज्यू, धरान जेसीका संस्थापक अध्यक्ष जेसी श्याम गोविंद श्रेष्ठ, अन्य यहाँ मञ्चमा उपस्थित हुनुभएका सबैलाई र यहाँ उपस्थित रहनुभएका मेरा जेसी मित्रहरू सबैलाई म एकमुष्ट न्यानो अभिवादन गर्दछु। आज मलाई कता कता हेर्दाखेरि एउटा भावनात्मक रूपमा अर्कै किसिमको एउटा मनस्थिति भएको छ, किनभने 50 वर्ष पहिला जुन संस्थाको हामीले स्थापना गऱ्यौँ त्यस संस्थाको 50 वर्ष पछिको कार्यक्रममा यसरी उपस्थित भएर आफ्नो भावनाहरू राख्न पाउने त्यो बहुत कम अवसरहरू मिल्छ। संस्थाहरू मान्छेले खोल्छन्, संस्था पनि चल्छ, तर स्वस्थ अवस्थामा यसरी उपस्थित हुनुमा यो एउटा हामीलाई अर्कै किसिमको एउटा खुसी भएको छ। आजको यो ऐतिहासिक कार्यक्रमलाई उद्घोषण गरिराख्नु भएको बहिनी प्रेसिका, यस फेरि पनि दोहोऱ्याउँछु ऐतिहासिक कार्यक्रमका अध्यक्ष, धरान जेसिस 2025 का अध्यक्ष विदुर थापा, प्रथम महिला सुमित्रा बस्नेतज्यू, अत्यन्त महत्त्वपूर्ण उपस्थित दिनुभएका हाम्रा प्रदेश नंबर 1 कोशी प्रदेश का आंतरिक तथा कानून मंत्री माननीय रेवती रमन भंडारी जी, माननीय यशोदा कायस्थज्यू, संस्थापक अध्यक्ष तथा प्रथम महिला इस संस्था का श्याम गोविंद श्रेष्ठ, रेवा श्रेष्ठ, उद्योग वाणिज्य संघ धरान का अध्यक्ष गोपाल श्रेष्ठ जी, यो कार्यक्रमलाई यस रूपमा तयार गरेर ल्याउनलाई निर्देशकको भूमिका निर्वाह गर्नुहुने हाम्रा धरान जेसिसका भूतपूर्व अध्यक्षज्यूहरूको जुन चाहिँ एउटा क्लब छ त्यसका अध्यक्ष सरोज श्रेष्ठज्यू, उहाँकी अग्रणी प्रथम महिला कोपिला श्रेष्ठ, निवर्तमान अध्यक्ष आयुष्मा साक्य, धरान जेसिसलाई जन्म दिनुहुने मातृ शाखा विराटनगर जेसिसका अध्यक्ष ज्यू, जूनियर जेसिसका अध्यक्ष ज्यू, हरेक वर्ष का अत्यंत आदरणीय श्रद्धेय भूतपूर्व अध्यक्षज्यूहरू, प्रथम महिलाज्यूहरू, यहाँ उपस्थित दिनुभएका सम्पूर्ण जेसी मित्रहरू, आमन्त्रित महानुभावहरू, जुनियर जेसिसका भाइ बहिनीहरू, सबैमा सर्वप्रथम म आजको यस महत्त्वपूर्ण घडीमा अभिवादन टक्राउन चाहन्छु। मेरा जीने का मस्जिद है जेसिस, इसे कहाँ भूल पाऊंगा, जब मैं मर के जाऊंगा उसका तो रूह बन के भी आऊंगा। मलाई लाग्छ कि 8 जना हामीले गुमाएका भूतपूर्व अध्यक्षहरू पनि यहाँ आज आउनु भएको छ। यदि हाम्रो आत्मा अमर छ भनेर धर्मशास्त्र अनुसार हामी मान्छौँ भने ती सम्पूर्ण साथी दाजुहरूको आत्माले पनि हामीलाई आशीर्वाद दिइरहनु भएको छ। जब एक हुन्छौँ अनि बलियो हुन्छौँ। हामी बीचका मतभेद र मनभेदलाई हामी छलफलद्वारा टुङ्ग्याएर एउटा सिङ्गो निर्णयमा हिँडिरहने हाम्रो परम्परा छ।
र दोस्रो धरान जेसिसको सम्पत्ति र गहना भनेको अनुशासन छ, डिसिप्लिन छ। मलाई लाग्छ सम्पूर्ण पास्ट प्रेसिडेन्टहरू जब यहाँ आउनुहुन्छ, जुनियर जेसिसका साथीहरूले अथवा हाम्रो नयाँ पुस्ताका साथीहरूले जुन सम्मान पुर्याउनलाई दिनुहुन्छ, हाम्रो हृदय त्यसै मन गदगद हुने गर्दछ र मनभरि नै एकदम एउटा चाहिँ यस्तो चाहिँ विचारहरू उत्पन्न हुन्छ कि मैले यो संस्थामा जोइन गरेर अथवा यो संस्थामा जोडिएर साह्रै कुशल काम गरेको रहेछु भन्ने आभास हामीलाई दिन्छ। यो पनि यथावत राख्नुपर्नेछ। उनलाई हामीलाई आँट दिने, बल दिने शङ्करमान श्रेष्ठ हुनुहुन्थ्यो। हामी पालमा त्रिपालभित्र बसेर भए पनि कन्भेन्सन गर्छौँ, पोस्ट गर्छौँ र इन्जिनियर क्याम्पसमा हामीले कन्भेन्सन गऱ्यौँ र त्यो कन्भेन्सन अझै पनि नेपाल जेसिसको वृत्तमा चर्चा हुने गर्दछ। धनकुटापछि एउटा धनकुटाको 82को चर्चा हुन्छ। सूर्यबहादुर थापाजी त्यहाँको चिफ गेस्ट हुनुहुन्थ्यो र त्यहाँ चाहिँ जुन होम हस्पिटालिटी थियो त्यसको, र दोस्रो चाहिँ त्यस्तो भुइँचालोले ढाड भाँचिँदा पनि धरान जेसिसले नझुकिकन कन्भेन्सन हाम्रो सपना हो भनेर गरेका थियौँ। धेरैभन्दा धेरै सहभागीहरू भए। हामीलाई दुःख दिन मान्नु भएन, हामीले दिएका ठाउँहरूमा बस्नु हामीलाई चाहिँदैन। हामी पिपलको छारी हुने, भोट हुने चौतारीमा सुत्छौँ। तपाईँहरू चिन्ता नदिनुहोस्, मिठो मसिनोको जोहो नगर्नुहोस्, हामीलाई हातमा वा पातमा दिनुहोस्, हामी खान्छौँ भनेर यसरी आफैका पुगेको थियो 1988मा नेपाल जेसिसका सम्पूर्ण साथीहरू। पूर्व उपाध्यक्ष सिनेटर राजनिवास श्रेष्ठजी, अबको क्रममा हामी सम्मान कार्यक्रमलाई यहाँ जोड्न गइरहेको छु। धरान जेसिस कदरपत्र सिनेटर श्याम गोविन्द श्रेष्ठजी, संस्थापक अध्यक्ष। धरान जेसिसको नेतृत्व गरी संस्थापक फर्स्ट लेडीलाई माया जिल्लाको दायरामा अनुरोध गर्दछु। यसैगरी अबको क्रममा यस कदरपत्र ग्रहण गरिदिनुहुनका लागि मातृत्व शाखा अध्यक्ष जेसी प्रितेश राज दाहालजीलाई अनुरोध गर्दछु। सबै भेटिने आँगन देशको एउटा साझा छाता, यो हो जेसी जीवन, यो हो जेसी जीवन। सबै अटिने मन, सबै भेटिने आँगन, देशको एउटा साझा छाता, यो हो जेसी जीवन, यो हो जेसी जीवन। सबै अटिने मन, सबै भेटिने आँगन, देशको एउटा साझा छाता, यो हो जेसी जीवन, यो हो जेसी जीवन। विधिको शासन, स्वतन्त्रता, मानवताको सेवा, देश बनाउन इमानदार मान्छे लौ जागा बता। सगरमाथाको फेदीमा, बुद्धको बस्तीमा सुन्दर देश बनाऊ। मान्छेले मान्छेलाई भरोसा गर्ने नवीन समाज बनाऊ। यो आवाज लिएर लो संकल्प गाँसौँ हामी। सबै अटिने मन, सबै भेटिने आँगन, देशको एउटा साझा छाता, यो हो जेसी जीवन,
हेन्नरी गिसेन सम्झँदै हामी आस्था वाचन गर्छौं। शपथ लिन्छौं जन्मभूमिको यही माटोमा मर्छौं। नव युवाको शक्तिमा युवाकै अठोटमा शान्तिको देश बनाऊ। हातमा हातले साथीलाई साथ दे देशलाई स्वर्ग बनाऊ। यो आवाज लिएर लो उठ्यौं जुट्यौं हामी। सबै अटिने मन सबै भेटिने आँगन देशको एउटा साझा छाता यो हो जेसी जीवन। यो हो जेसी जीवन। सबै अटिने मन सबै भेटिने आँगन देशको एउटा साझा छाता यो हो जेसी जीवन। यो हो जेसी जीवन। यो हो जेसी जीवन। यो हो जेसी जीवन हाम्रो जेसी जीवन। प्रथम महिला श्रीमती कविता भट्टाचार्यजी र महासचिव रहनुभएको थियो जेसी शिवराज श्रेष्ठजी। सन् 2000 का अध्यक्ष मेरो देशमा आफै बनाउँछु भन्ने संकल्प गर्नु। मैले आफू बदलेर संसार बदल्नु। मैले आफू बदलेर संसार बदल्नु। नेतृत्वको विकास गरी मानव सेवा गरिन जुटौं। समाजको लागि उठौं एकताको लागि उठौं नेतृत्वको विकास गरी मानव सेवा गर्न जुटौं। औ युवा जेसी जीवनमा आऊ अति नालो गर्न आऊ आफ्नो लक्ष्य चुनाऊ। मेरो देशमा आफै बनाउँछु भन्ने संकल्प गर्नु। मैले आफू बदलेर संसार बदल्नु। मैले आफू बदलेर संसार बदल्नु। विधिको शासनमा हिँडौँ उद्यमताको लागि उठौँ सबै नागरिक निर्माण गर्न सदा संकल्प गरौँ। विधिको शासनमा हिँडौं उद्यमताको लागि उठौं सबै नागरिक निर्माण गर्न साझा संकल्प गरौं। औ युवा जेसी जीवनमा आऊ अति नालो गर्न आऊ आफ्नो लक्ष्य चुनाऊ। मेरो देशमा आफै बनाउँछु भन्ने संकल्प गर्नु। मैले आफू बदलेर संसार बदल्नु। मैले आफू बदलेर संसार बदल्नु। जिम्मेवार बनी उठौँ बन्धुत्वको लागि उठौँ विश्व शान्ति आह्वान गरी परिवर्तन गर्न जुटौँ। जिम्मेवार बनी उठौं बन्धुत्वको लागि उठौं विश्व शान्ति आह्वान गरी परिवर्तन गर्न जुटौं। औ युवा जेसी जीवनमा आऊ अति नालो गर्न आऊ आफ्नो लक्ष्य चुनाऊ।
चाहन्छु। यसै गरी धरान जेसिस सन् 2025 का अध्यक्ष श्री विदुर थापाजी, फर्स्ट लेडी सुमित्रा बस्नेतज्यू, कोशी प्रदेश सभा का माननीय सदस्य यशोदा कायस्थज्यू, सन् 1975 में स्थापित धरान जेसिस का संस्थापक अध्यक्ष आदरणीय दाई श्याम गोविंद श्रेष्ठज्यू, आदरणीय भावजू रेवा श्रेष्ठज्यू, त्यस्तै नेपाल जेसिस का राष्ट्रिय अध्यक्ष र अन्तर्राष्ट्रिय जेसिस को भाइस प्रेसिडेन्ट भइसक्नुभएका मैले उहाँलाई राजविमल सर भन्ने गर्छु, किनकि केही समय महेन्द्र क्याम्पस धरानमा सँगै प्राध्यापन गऱ्यौँ। उहाँ मभन्दा सिनियर प्राध्यापक हुनुहुन्थ्यो, मैले जुनियर थिएँ। त्यो बेलादेखि एउटा मित्रता पनि छ। आदरणीय राजविमल सर, उद्योग वाणिज्य सङ्घ धरानका भर्खरै निर्वाचित हुनुभएका गोपाल श्रेष्ठज्यू र धरान जेसिसका संस्थापकदेखि लिएर अहिलेसम्मका सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, जसमध्ये अहिले पूर्व अध्यक्ष क्लबको अध्यक्षता आदरणीय सरोज श्रेष्ठले गर्नुभएको छ, जो कार्यक्रमको निर्देशक पनि हुनुहुन्छ। र सबैमा म यो सन्ध्याकालीन नमस्कार भन्न चाहन्छु। म कोशी प्रदेश सरकारको तर्फबाट मैले नेतृत्व गरेको कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यो भव्य सभ्य र शालीन सुन्दर कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र समग्रतामा म हार्दिक शुभेच्छा व्यक्त गर्न चाहन्छु। म यहाँ उभिरहँदा धरान चाहिँ मेरो यसो मैले यो 2 घन्टा जस्तो उभिरहँदा मेरो बाल्यकालको याद आयो। धरान चाहिँ मेरो सपनाको सहर। यहाँभन्दा तल जङ्गल पर्दैन, काला बजारमा हुर्केको बढेको मान्छे मेरो बाल्यकाल। अनि नयाँ कपडा किन्न कहिले धरान जान पाउने होला, बिजुली परेको सहर हेर्न कहिले धरान जाने होला, अनि राम्रा गाडी कुद्ने पक्की सडक भएको, पिच सडक भएको ठुल्ठुला भवनहरू हेर्न कहिले धरान जाने होला, अनि अरू केही किनमेल गर्नु पर्यो भने कहिले धरान जाने होला। र आफूमा भनेको सामाजिक र सृजनशील गतिविधि क्रियाकलापबाट धरान जेसिसले धरानको समाजमा जे जस्तो योगदानहरू स्थापित गर्न सक्यो, त्यो भविष्यका दिनहरूमा अझ उचाइका साथ निरन्तर अगाडि बढ्न बढ्दै जाउँ। म स्वर्ण महोत्सवको यस महत्त्वपूर्ण गरिमामय अवसरमा यस अर्थमा पनि म शुभकामना व्यक्त गर्न चाहन्छु, शुभेच्छा व्यक्त गर्न चाहन्छु। जेसिससँग मेरो व्यक्तित्वमा भन्ने हो भने एउटा कुरो भावनात्मक सम्बन्ध छ। म कानुनको संविधानको विद्यार्थी। हामी पनि संविधानमा के पढ्थ्यौँ भने शासन विधिको हुनुपर्छ, व्यक्तिको होइन भनेर हामी पढ्थ्यौँ। संविधानको सिद्धान्त त्यति बेला पञ्चायती व्यवस्था थियो, राजाको शासन थियो। शासन विधिको थिएन, शासन त्यो एउटा राजाको थियो। तर यसो म काठमाडौँ पढेको, रेगुटी मण्डलबाट पुतली सडक हुँदै थापातली जाँदाखेरि त्यहाँ जेसी घर त्यति बेलै थियो। त्यसको यसो भित्रतिर हेर्दा शासन विधिको हुनुपर्छ भने त्यहाँ लेखिएको थियो। व्यवस्था पञ्चायती व्यवस्था राजाको एक ढङ्गको आफ्नो कुरा बोल्न नपाइने, सभा समाप्ति गर्न नपाइने, पत्र पत्रिकामा आफ्नो कुरा इसाले छाप्न नपाइने, सबै व्यवस्था राजाको गुणगान गर्नुपर्ने युगमा पनि जेसिसले एउटा विचार, यद्यपि त्यो इन्टरनेसनल प्रिन्सिपल नै अन्तर्राष्ट्रिय मान्यता हो, तथापि नेपाली युवाहरूको बिचमा एउटा डेमोक्रेटिक नर्म्सलाई, प्रजातान्त्रिक मूल्यहरू मान्यतालाई नेपाली युवाको वार्ता एकदमै स्थापित गरेको थियो। र त्यो प्रजातन्त्रको लोकतन्त्रको निम्ति विधिको शासन आधारभूत मान्यताहरू त्यसलाई त्यो बेला पनि स्थापित गरेको कुरालाई
म आज पनि सम्झिन्छु। गाली र अपमानको माध्यमबाट आफूलाई गर्व गर्ने पनि एक खाले भाष्य स्थापित गर्ने, संस्कृति निर्माण गर्ने, अराजकतापूर्ण कतिपय चिजहरू, कतिपय त्यस्ता व्यवहारहरू समाजमा देखा परिरहेका छन्, पर्ने गर्छन्। त्यति बेला म कहिलेकाहीँ जेसिसलाई सम्झने गर्छु कि जेसिसले आफ्नो परिवारमा क्षमता विकास, व्यक्तित्व विकास, असल र सभ्य सामाजिक मान्यता र संस्कार र एकजनाले कुनै न कुनै हिसाबले गर्ने थोरै भए उद्यमशीलतासँग त्यसको सानो सम्बन्ध जोडिने राजनीति नेपाल जेसिस र यसको परिवारले नेतृत्वले सदस्यले जोडिरहेको छ। यो सभ्य समाज निराशामा होइन, भविष्यप्रति आस्थावान समाज, गलत कुरा होइन, असल विचार, असल व्यवहार, असल संस्कृति एउटा सम्पूर्ण राष्ट्रको आधार हो। त्यो आधार निर्माण गर्नको निम्ति नेपाल जेसिसले आफ्नो ठाउँबाट त्यसै गरी जे भूमिका खेलिरहेको छ यसको यसलाई अझ विस्तार, विकास, सुदृढीकरण आजको समाजमा अझ बढी जनसान्दर्भिक आवश्यक छ भन्ने कुरा मैले समस्या यहाँ अहिले तपाईँको अगाडि उभिएर मात्र होइन, म कहिलेकाहीँ अरू पनि छ। म त अहिले जीवन विज्ञानमा बिहान 4 बजे उठेर जान्छु भनेर कसैले मलाई भन्यो भने असाध्यै खुसी व्यक्त गर्छु। यो कार्यक्रम सफलतापूर्वक अरू साथीहरू सर्वश्रेष्ठ लगायतको नेतृत्वको सहकार्यमा तपाईँको मुख्य नेतृत्व सञ्चालन हुँदैछ। तपाईँले म धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छु महत्त्वपूर्ण अवसरको नेतृत्व गर्नुभएकोमा। फर्स्ट एक्ज्याक्टिभ म बधाई ज्ञापन गर्न चाहन्छु र धरान जेसिसको अध्यक्ष वा विभिन्न पदमा हिजो रहेर जे भूमिका, सकारात्मक भूमिका निर्वाह गर्नु, युवाहरूको व्यक्तित्व विकास र सामाजिक सेवाका क्षेत्रमा योगदानका निम्ति जसले जे भूमिका निर्वाह गर्नुभयो सबैलाई म कोशी प्रदेश सरकारको तर्फबाट र सरकारको एउटा मन्त्रीको हैसियतले यहाँहरू सबैलाई आफ्नो विगतका दिनमा गर्नु योगदानका निम्ति हार्दिक सम्मान व्यक्त गर्दै सबैसँग हार्दिक शुभकामना भन्दै यो गरिमामय सभ्य र सार्वजनिक समारोहको मुख्य अतिथिको भूमिका निर्वाह गर्ने अवसर दिनुभएकोमा धरान जेसिस र जेसिसको धरान जेसिस परिवार र यसको नेतृत्वप्रति आभार प्रकट गर्दै, धन्यवाद प्रकट गर्दै म आफ्नो भनाइ अन्त्य गर्दछु। धन्यवाद। जय जेसिस। सबै अटिने मन, सबै भेटिने लगन, देशको एउटा साझा छता, यो हो जेसिस जीवन। सबै अटिने मन, सबै भेटिने लगन, देशको एउटा साझा छता, यो हो जेसिस जीवन। विधिको शासन, स्वतन्त्रता, मानवताको सेवा, देश बनाउन इमानदार मान्छे लौ जागा बता। सगरमाथाको फेदीमा, बुद्धको बस्तीमा सुन्दर देश बनाऊ। मान्छेले मान्छेलाई भरोसा गर्ने नवीन समाज बनाऊ। जेसीको सदस्य लिनुभएको हुनाले म जेसी पेसिका नेरोलाजु आजको यस कार्यक्रमलाई आफ्नो व्यस्त समयका बावजुद पनि धरान जेसीलाई समय उपलब्ध हुनुभएका कोशी प्रदेशका सङ्घीय मामला तथा कानुन मन्त्री देउती गमन भण्डारीज्यू, त्यसै गरी फर्स्ट लेडी माननीय यशोदा कास्टज्यू, जेसीआई भिपी तथा
नेपाल देशका पूर्व राष्ट्रिय अध्यक्ष सेनेटर राजनगर श्रेष्ठज्यू, अतिथि सुनसरी बाङ्गाका अध्यक्ष गोपाल श्रेष्ठज्यू, त्यसै गरी संस्थापक अध्यक्ष श्याम बमदेव श्रेष्ठज्यू, प्रथम महिला रेवा श्रेष्ठज्यू, पूर्व अक्षर क्लबका संयोजक तथा आजको स्वर्ण जयन्ती समारोहका निर्देशक जेसी सरोज श्रेष्ठज्यू, प्रथम महिला क्लबका संयोजक प्रथम महिला भाउजू कोपिला श्रेष्ठज्यू, त्यसै गरी मातृ शाखाका अध्यक्ष प्रीतेश दाहालज्यू, निवर्तमान अध्यक्ष आइस्मा साकाज्यू र धरान जुनियर जेसिसका अध्यक्ष जुनियर जेसी प्रदोष अधिकारीज्यू, त्यसै गरी धरान जेसिसका हरेक वर्षहरूलाई सन् 1975 देखि 2025 सम्म हरेक वर्षलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर धरान जेसिसलाई 50 वर्षसम्म पुर्याउन अवरात्र लाग्नुहुने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, प्रथम महिला भाउजूहरू, संस्थापक सदस्यज्यूहरू, विभिन्न संस्थाबाट पाल्नुभएका महानुभावहरू, छिमेकी शाखाबाट पाल्नुभएका शाखा अध्यक्षज्यूहरू, त्यसै गरी यस हलमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावज्यूहरूमा म धरान जेसी वर्ष 2025 को अध्यक्ष विदुर थापा तथा सम्पूर्ण धरान जेसीको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। विभिन्न वर्षहरूमा समर्पण लगन संस्थाका लागि नेतृत्व गर्नुहुने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, साथ हुने सम्पूर्ण प्रथम महिला भाउजूहरू प्रति म नतमस्तक भएको छु। यहाँहरूको ओतपूर्ण व्यक्तित्व, असल नेतृत्व र अनुकरणीय योगदानको कारणले आज धरान जेसी समाजले छुट्टै संस्थाको रूपमा परिचित रहेको छ। यस अवधिसम्म धरान जेसिसको नेतृत्व अन्तर्राष्ट्रिय जेसिससम्म पुग्नका लागि गौरवको विषय हो। धरान जेसिसको सबैलाई उज्याउने अन्तर्राष्ट्रिय जेसिसका पूर्व अध्यक्ष, पूर्व उपाध्यक्ष सेनेटर राजनगर श्रेष्ठज्यू र सम्पूर्ण पूर्व राष्ट्रिय पदाधिकारीप्रति गौरव गर्दछु। साथै धरान जेसिसले 16 वर्षको लोगो बनाउनु हुने पूर्व अध्यक्ष विष्णु बरालप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र अन्त्यमा हाम्रो सानो निमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुहुने प्रमुख अतिथिज्यू, आमन्त्रित अतिथिज्यूहरू, संस्थापक अध्यक्ष, पूर्व संस्थापक अध्यक्षज्यूहरू, पूर्व सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरे मेरो भनाइ यही टोक्न चाहन्छु। धन्यवाद। जय जय।